हाँस देख्यो बुवा हामीले। त्यो चाहिँ भाग्यमानी हुन्छ अरे हो। तीनटा कोही ठाउँमा 5 कुरै हुन्छ, कोही ठाउँमा एउटा मात्रै देख्छ। त्यो हामीले चाहिँ एउटा मात्रै देख्यो बुवा। हामीले चाहिँ सोद्धाखेरि चाहिँ हाँस देख्ने मान्छे चाहिँ भाग्यमानी हो भन्छ हो। भाग्यमानी हुन्छ हो। भन्छ यो मऱ्यो भने चाहिँ मेरो जिम्मा छैन। यो भाइ चाहिँ यहाँ के अरे यो आइसमा हिँड्छु भनिरहेको छ। यदि मऱ्यो भने हाम्रो जिम्मा छैन है। यदि मऱ्यो भने यो भाइ मऱ्यो भने हामी जिम्मा छैनौँ। म मेरो राजी खुसी गाल ल हेर्नुहोस् है आइस। वाउ आइस 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 आइस। 5 पोखरीमा आइससँगै रमाउँदै, छाड नबोलाउने यार। 5 पोखरीमा हामी आइससँगै रमाउँदै याहु। यो चाहिँ अर्को कुण्ड हामी देखिरहेका छौँ र यो सानो कुण्ड र त्योभन्दा अलि माथि यो त्योभन्दा अझ सानो स्मल कुण्ड। त्यसपछि हामीले 3टा कुण्ड देखाइसक्यौँ। कुण्डको नाम चाहिँ थाहा पाएनौँ हामीले, ऊ त्यहाँ लेखेको हुनुपर्छ। हामीले चाहिँ 5 पोखरीमा यो हाँस देख्न सक्छौँ दर्शकहरू। यो चाहिँ कहाँबाट आयो के हो भन्ने चाहिँ थाहा पाउन सकेनौँ। हामी उता मुख धुँदै थियौँ, एकछिन बस्दै थियौँ, एक्कासी देखा पर्यो र हामी यता आएपछि फेरि यो हाँस चाहिँ उता गएको छ, पारी गएको छ। हामी अघि पारी थियौँ, हाँस वारी थियो। अहिले हामी वारी आयौँ, फेरि हाँस पारी गएको छ। र म अलि अचम्मित छु। यस्तो ठाउँमा सेतो हाँस छ, सेतो टाउको सेतो देख्न सक्छौँ र शरीर चाहिँ रातो रातो देख्न सक्छौँ। हामीले मजाले देख्न सक्छौँ। यहीँ पर्छ 5 पोखरी। यो यहीँ ठ्याक्कै हजुरको यही डाँडामा 5 पोखरी पर्ने गर्छ र यहाँबाट लगभग 1 दिन पुरा हिँडिसकेपछि हामी 5 पोखरी पुग्न सक्छौँ। र किम्वदन्ती अनुसार मैले सुनेअनुसार किम्वदन्ती अनुसार मलाई 5 पोखरीमा एकजना आमाले भनेअनुसार र यहाँको बुवाले भनेअनुसार किम्वदन्ती चाहिँ के रहेछ भन्ने 5 पोखरीको एकजना गुरु चाहिँ एकजना बाजे अथवा गुरु भनौँ न हामीले, एकजना बाजे चाहिँ यहाँबाट कुकुर र लिएर शिकार गर्नलाई उहाँ यो जङ्गलमा हिँड्नु भएको अरे। त्यसपछि जाँदा जुन 5 पोखरीको तपाईँलाई मैले देखाइरहेको छु भिडियोमा, जो हामीले भगवान् शिवजी भनेर पनि पूजा गरिरहेका छौँ र त्यहाँ चाहिँ 5 जना मानिसहरूले धान रोप्दै गर्नु भएको फेला पर्यो अरे। अब मलाई चाहिँ आमाले के भन्नुभएको थियो भने, माथिको आमाले त्यहाँ चाहिँ त्यो कुकुर र जो बाजे अथवा जो गुरु उहाँहरू चाहिँ शिकार गर्न जानुभएको अरे, सिकारी कुकुर लिएर। र सिकारी कुकुरले चाहिँ तपाईँको के भन्छ, सिकारी कुकुरले चाहिँ मृग देखिसकेपछि मृगलाई लखड्दै आउने क्रममा 5 पोखरी भन्दा अलिकति यतापट्टि मन्दिर छ, त्यहाँ चाहिँ धान रोप्दै गरेको 5 जना व्यक्तिहरू भेट्नुभयो अरे। जो गुरु हुनुहुन्छ, जो बाजे हुनुहुन्छ, उहाँले चाहिँ भेट्नुभयो अरे। त्यसपछि चाहिँ जो बाजे कुकुरले लखटेर आएको मृग सँगसँगै बाजे हुनुहुन्छ, उहाँ पनि त्यहाँ आइपुग्दाखेरि त्यो आफै अटोमेटिक सबै त्यहाँ हराउनु भयो अरे। त्यो 5 जना मान्छे पनि हराउनु भयो अरे, सँगै मृग पनि हरायो अरे। र अनि त्यहाँबाट त्यो मन्दिरको ठ्याक्कै मुनिबाट पानी तपाईँलाई देखाइरहेको छु, पानी निस्किरहेको छ। पानी निस्किरहेको हामीले भेट्न सक्छौँ। अहिले त्यहीँ चाहिँ विशेष शक्ति माग्न भनेर जाने प्रचलन छ। सँगै त्यहाँ चाहिँ हामीले 5 वटा कुण्ड पनि देख्न सक्छौँ र त्यो कुण्डमा चाहिँ जसले हाँस देख्छ, जसले जो त्यो एउटा सूर्य कुण्ड छ, त्यहाँ चाहिँ सेतो हाँस अथवा रातो टाउको भएको के अरे सेतो टाउको भएको हाँस जसले देख्छ त्यो मान्छे चाहिँ भाग्यमानी भन्ने पनि प्रचलन रहेको छ। र विशेष गरी अब यो एउटा धार्मिक प्रचलन रह्यो। यहाँ चाहिँ अब पर्यटनहरू धेरै आउने गरेको छ र तपाईँहरूले अहिले देख्नुभयो कि भएन? हाँस देख्यो बुवा हामीले। त्यो चाहिँ भाग्यमानी हुन्छ अरे हो। 3टा कोही ठाउँमा 5 कुरै हुन्छ, कोही ठाउँमा एउटा मात्रै देख्छ। त्यो हामीले चाहिँ एउटा मात्रै देख्यो बुवा। हामीले चाहिँ सोद्धाखेरि चाहिँ हाँस देख्ने मान्छे चाहिँ भाग्यमानी हो भन्छ हो। भाग्यमानी हुन्छ हो। ओके, बुवाले पनि हामीलाई भन्नुभयो, हामीले हाँस देख्यौँ, तपाईँलाई भिडियोमा पनि देखाउनेछौँ। हामी चाहिँ अलिकति भाग्यमानी परेछौँ बुवा है। ओके, बुवाकोमा बस्ने मौका सबैले देख्दैन नि, यो हामी अलि राम्रो। हजुर, राम्रो अलि भाग्यमानीले वो देख्छ। ए सबैले देख्छ। यहाँ हाम्रो ढुक्कङ चाहिँ एउटा महादेव छ। हजुर, माथि
राम्रो मान्छे चाहिँ त्यहाँ बस्नुभयो भने भाग्य मान्छे चाहिँ त्यहाँ बस्यो भने अँ दुध देख्न चाहने दुध देख्छ है हजुर। ए यहाँ दुध आउँछ। के महादेव रे बुवा यो ढुक्कङ माले ढुक्काङ महादेव यहाँ छ यहाँ माथि यहीँ छ। ए के अहिले हेर्न जाने अहिले मिल्यो भने जाने है कति टाढा छ यहाँबाट टाढो छैन 20-25-30 मिनट लाग्छ 30 मिनट लाग्छ मोटरसाइकल जान्छ त्यहाँ जान्छ जान्छ है जान्छ। ओके मिल्यो भने अलि थकै लागेको छ बुवा नत्र भने अर्कोचोटि आएर हामी फेरि पनि हेर्नेछौँ त्यहाँ निकै अहिले जाने नि मोटरसाइकल सही छ तपाईँको ल मोटरसाइकल छ हामी मिल्यो भने त्यहाँ जाने ल बुवा ओके बुवाले भनेअनुसार हामी त्यहाँ महादेव थान पनि छ अरे एकचोटि त्यहाँ पनि हामी हेर्नेछौँ र अहिले चाहिँ हिँड्नु सक्छ हजुर। त्यो घाम लागेपछि चाहिँ त्यो चिप्लिन्छ चिप्लो छ है ओके नयाँ बाटो छ नि नयाँ बाटो है र अब चाहिँ हामी विशेष गरी मैले भनिसकेँ बुवाले पनि हामीलाई भन्नुभयो त्यहाँको किंवदन्ती त्यहाँको इतिहास सुन्दाखेरि यस्तो लाग्यो कि मलाई साँच्चीकै केही छ है साँच्चीकै धार्मिक ठाउँहरूमा केही न केही चाहिँ हुन्छ भन्ने मलाई लागेको थियो केही न केही रहेछ र जे होस् त्यहाँ पुग्नु नै सबभन्दा ठुलो सौभाग्य हो यो धार्मिक स्थल सबभन्दा ठुलो कुरा हो हामी चाहिँ लगभग 4 दिनको ट्रेकमा 3 दिनमा हामी यहाँ आइपुग्यौँ फर्स्ट डे काठमाडौँबाट देउरालीबाट टुप्पी डाँडा हुँदै हामी नेक्स्ट स्टेपमा गएर बस्यौँ र त्यहाँबाट एकैचोटि हामी हामी एकैचोटि हामी 5 पोखरी पुग्यौँ र 5 पोखरी पुगिसकेपछि त्यहाँको एउटा छुट्टै सौन्दर्य जति हामी हिँड्दाखेरि थाक्छौँ त्यो छुट्टै सौन्दर्यले हाम्रो एउटा मनै आनन्द तुल्याउँछ र हामी चाहिँ लगभग 5 पोखरीमा लगभग हामी धेरै रम्यौँ धेरै रमाइलो गऱ्यौँ र हामी हिजो लगभग 11 बजे 5 पोखरीबाट झरेका थियौँ र बेलुका हामी 5 बजे यहीँ आइपुगिसकेका थियौँ देउरालीमा हाम्रो मोटरसाइकल यहीँ छ हामी टुङ्ना अर्ग्यानिक फार्म एन्ड होमस्टेमा बस्यौँ र यहाँ त्यस्तो धेरै कस्टली पनि छैन उहाँले खाना बस्न गरेर सादा खाना र बस्न गरेर 500 मा राख्नु हुँदो रहेछ सँगै हामीले चाहिँ यहाँ आएर लोकल भालेको पनि मजा लियौँ सँगसँगै अलिकति रमाइलो पनि गऱ्यौँ र अब चाहिँ हामी तपाईँहरूलाई अर्को नयाँ डेस्टिनेसन नयाँ ठाउँ एक्सपोज तपाईँहरूलाई नयाँ ठाउँ देखाउनेछौँ यो 5 पोखरी त पुरानै ठाउँ हो र अलिकति मैले चाहिँ धेरै भिडियो हेरेँ तर यहाँको इतिहास चाहिँ खासै पाइनँ र हामीले जे होस् अघि मैले भनिहालेँ हामीले चाहिँ हाँस पनि देख्यौँ जब हामीले हाँस देख्यौँ त्यसपछि हामीले धेरैजनालाई सुनायौँ तपाईँहरू एकदम भाग्यमानी मान्छे जो पाए त्यसले त्यसरी हाँस देख्दैन यो 12-15 वर्षमा चाहिँ देखिने चिजहरू हो यो जसले देख्यो त्यो मान्छे चाहिँ भाग्यमानी भनेर उहाँले धेरैजनाले हामीलाई भन्नुभयो हामीलाई चाहिँ एकदम खुसी लाग्यो साँच्चीकै पनि तपाईँहरू आउनु होला एकचोटि अवश्य पनि दर्शन गर्नु होला शक्ति चाहिँ छ है केही न केही शक्ति चाहिँ छ अवश्य पनि आउनु होला भन्दै अहिले चाहिँ म बिदा हुन्छु हस्त धन्यवाद।